सरकारले संघीय संसदको दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। रोल सिंहदरबारमा मङ्गलबार बसेको मन्त्री परिषद बैठकले यही वैशाख 28 गते संघीय बैठक आह्वानको लागि सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। दुवै सदनको बैठक वैशाख 28 गते दिउँसो 2 बजे बस्ने गरी आह्वान गर्न सिफारिस गरिएको उहाँले बताउनुभयो। यही महिना वैशाखको 28 गते दिनको 2 बजे संघीय संसदको दुवै सदन आह्वान गर्नको लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने आज एउटा मात्र निर्णय छ। त्यति नै हो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि सरकारले अधिवेशन आह्वानको सिफारिस गरेको हो।